पस्करलाई धेरै धन्यवाद। अब म बिन्ती गर्छु, हाम्रो समय गइसकेको कारण अब अगाडिको आधी घन्टा मलाई अलिकति समय दिनुहोस् है त। हामी यताउता चल्ने छैनौँ, खासखुस पनि गर्ने छैनौँ र कुराकानी पनि गर्ने छैनौँ। आमेन। हामीले गएको 1-2 हप्तादेखि के हेरिरहेको छ थाहा छ तपाईँहरूलाई? परमेश्वरलाई दिने पहिलो स्थानको बारेमा हेरिरहेका छौँ। हामीले त्योभन्दा अघिल्लो हप्ता पनि हेरेका थियौँ र गएको हप्ता हाम्रो विशाल भाइले पनि परमेश्वरलाई पहिलो स्थान दिने कुरामा नै उहाँले अगुवाई गर्नुभएको थियो। हामी त्यही कुरालाई निरन्तरता दिनेछौँ, त्यही कुरालाई निरन्तरता दिनेछौँ। यहाँ शीर्षक छ के तपाईँको जीवनमा परमेश्वर पहिलो स्थानमा हुनुहुन्छ? आफ्नो छेउको साथीलाई सोध्नुहोस्, त्यही कुरा सोध्नुहोस् त। दायाँ बायाँको साथीलाई दुईटालाई सोध्नुहोस्। एउटा प्रश्न सोध्न मन लाग्यो तपाईँहरूलाई, हामी कतिजना स्कुलमा पढ्दै गर्दाखेरि प्रथम भएका छौँ? कतिजना प्रथम हुनुहुन्थ्यो स्कुलमा? धन्यवाद यहाँहरूलाई। एउटा घटना बाँड्न मन लागिहाल्यो तपाईँहरूलाई। यहाँ अघि प्रार्थना गर्दाखेरि हामी कतिजना स्कुलमा प्रथम भएका छौँ? प्रथम हुँदै गर्दाखेरि म चाहिँ भागेको छु, किनकि कहिले पनि स्कुलमा पढ्दाखेरि इतिहास थिएन प्रथम भएको, सधैँ दोस्रो नै बनाइदिनुहुन्थ्यो, किनकि त्यहाँ अरू हुनुहुन्थ्यो प्रथम हुँदाखेरि। एकपल्ट चाहिँ यस्तो घटना घट्यो, स्कुलमा 8 क्लासमा पढ्दै गर्दाखेरि लगभग 65 जना जति विद्यार्थी हुनुहुन्थ्यो। 65 जना विद्यार्थीले एक्जाम दिएको, 62 जना सबै फेल भएछ। किनकि जिल्ला स्तरीय एक्जाम थियो, जम्मा 2 जना पास भएको। 2 जना पास भएको चाहिँ 1 जना म परेछु अनि 1 जना अर्को साथी परेछ। अनि 2 जना पास भएकोमा सबैभन्दा बढी नम्बर चाहिँ मैले ल्याएँ। त्यहाँ त्यो बेला सबैभन्दा पहिलो के त 1 कक्षादेखि 8 कक्षासम्म पढ्दै जाँदाखेरि त्यतिखेर एसएलसीको चलन थियो। अहिले चाहिँ एसएलसीको छैन, अलिकति बढेको छ। अनि प्रथम हुँदाखेरि स्कुलले एउटा सानो के त प्राइज दिने घोषणा गरेको थियो। अनि प्राइज दिन बोलाउँथ्यो, म चाहिँ के त त्यहाँबाट भागेको छु, किन अगाडि उभिन डर लाग्थ्यो। प्रथम हुँदाखेरि त्यो घटना तपाईँहरूको बिचमा हामी धेरैजना भएका छौँ। र यो चाहिँ किन राख्दैन, किनभने मैले भन्दाखेरि हामीले हेरिरहेका छौँ प्रथम परमेश्वर हाम्रो जीवनमा प्रथम स्थानमा हुनुपर्छ भन्ने कुरालाई हामीले हेरिरहेका छौँ। आमेन। त्यो अन्तर्गत हामीले गएको योभन्दा पहिलो हप्ता हामीले हेरेका थियौँ प्रथम इङ्ग्लिसमा के हुन्छ, FIRST, फर्स्ट। त्यो मध्येमा पहिलो अक्षरको बारेमा हेरेका थियौँ। के हेरेका थियौँ? पहिलो अक्षरले के जनाउँछ भनेर हेरेका थियौँ? फाइनान्स। हामी कतिजनाले फाइनान्समा अथवा हाम्रो आर्थिक कारोबारमा परमेश्वरलाई पहिलो प्राथमिकता दिएका छौँ? इमान्दारी साथ भन्दाखेरि हामी लगभग कोही पनि छैनौँ, तर हुनुपर्छ। त्यही अन्तर्गत धेरै उदाहरणहरू र धेरै कुरा हामीले हेरेका थियौँ। परमेश्वरलाई धन्यवाद भएको होस्। र वचनले के भन्छ, हामी फाइनान्सको आर्थिक कुरामा आउन साथ हामी के भन्छ, जहाँ तिम्रो मन छ जहाँ तिम्रो धन छ त्यही तिम्रो मन छ। हाम्रो के हुन्छ? हाम्रो त्यही भएको छ। जहाँ धन छ हाम्रो मन त्यही पुगिरहन्छ। परमेश्वर त कहाँ हो? जहाँ तिम्रो, मत्तीको पुस्तक 6 अध्यायको 21 पदले भने जस्तै, जहाँ तिम्रो धन छ त्यही तिम्रो मन छ। तर कतिपटक हामीलाई सोचमा आउँछ, पास्टर यो शिक्षा त मेरो लागि होइन। हामी सबैलाई आउँछ या आउँदैन? किनकि हामीलाई धन कमाउनु छ, धेरै कमाउनु छ, एउटा सम्पन्न जीवन जिउनु छ, आफ्नो परिवारलाई एउटा सम्पन्नमा डोर्याउनु छ। त्यो सबै सोचेर हामी विदेश आएको होइन हो कि नै? भन्नुहोस् त, हामी को चाहिँ छौँ त? म विदेशमा जान्छु, सेवाकाई मात्रै गर्छु भनेर आएको कोही छौँ? छैनौँ। सबै कमाउन आएका छौँ। अनि त्यही भएर होला, जहाँ तिम्रो धन छ त्यही तिम्रो मन छ। त्यो मनलाई धनमा राखेर यो ठाउँमा आएका हो कि भन्नुहोस् त? तर पनि परमेश्वर जान्नुहुन्छ त्यो सबै कुरा त्यो जान्नुहुन्छ। तर हामी के भइरहेको छौँ? हामी त्यो सोच्दै गर्दाखेरि चाहिँ यो मेरो लागि होइन भनेर भन्दै गर्दाखेरि चाहिँ हामी के बनिरहेका हुन्छौँ? हामी त्यसको दासी बनिरहेका हुन्छौँ। त्यसको दास चाहिँ हामी नबनौँ। तर हामी आफैलाई सोध्ने एउटा प्रश्न तपाईँ र मलाई हुनसक्छ कि
हामी भोकै बसौँ त? के म गरिबै बनेर बसिरहँ त? के म रुपियाँ पैसा नै नकमाऊँ त? के म मेरो परिवारलाई चाहिएको आवश्यकता नै पुरा नगरौँ त? त्यो सबै सोच आउँछ कि आउँदैन? आउँछ। तर त्यो कुरा हुँदै गर्दाखेरि हामीले परमेश्वरलाई हाम्रो आर्थिक कारोबारमा आर्थिक रूपमा पहिलो प्राथमिकता दियौँ भनेदेखि थपिदिनु हुने चाहिँ को हुनुहुन्छ? उहाँ नै हुनुहुन्छ। एउटा सजिलो उदाहरण मैले तपाईँहरूलाई बाँडेको थिएँ एउटा तलबको कुरामा। तर एउटा छोटो घटना म फेरि तपाईँहरूको बिचमा पनि आज पनि राख्छु। हाम्रो आर्थिक कारोबारमा परमेश्वरलाई पहिलो प्राथमिकता दिनु तपाईँ र मेरो पहिलो जिम्मेवारी हो। यदि परमेश्वर हाम्रो प्रथम हुनुहुन्छ भनेदेखि सुरु हुन्छ कहाँबाट? हाम्रो आर्थिक कुराबाट, किनकि हामी धेरै समय चुक्ने चाहिँ त्यही हो। हामी अरू कुराहरूमा हामी विश्वासयोग्य हुन सक्छौँ, तर एउटा लोभ र गृदी चाहिँ कहाँ बढ्छ? रुपियाँ पैसामा, आर्थिक कुरामा आएर बढ्छ। तर हो परमेश्वरले रुपियाँ पैसा तपाईँ र मेरो चाहनु भएको त होइन। उहाँले पैसा लिएर गएको कहिले देखेका छौँ हामीले? हाम्रो रुपियाँ पैसा हामीले के अरे चर्चमा दिएको दशांश भेट्यो भने परमेश्वरले आएर लिएर जानुभएको हामी देख्छौँ? देख्दैनौँ। तर सबै कुरा के को लागि हुन्छ? हामी यहाँ मण्डली चलाउनको लागि हुन्छ, उहाँको राज्य विस्तार गर्नको लागि। सबै कुरा खाँचो त छ नि, नभइकन चल्छ? चल्दैन। हाम्रो गाडीहरू कुद्छन्, गाडी सित्तैमा चलाइदिन्छ? चलाइदिँदैन। त्यसको लागि पैसा चाहियो, त्यो तिर्नको, त्यो सबै कुराहरू बन्दोबस्त हुन सकोस् भनेर नै परमेश्वरले के त देऊ भनेर भनेको हो। अनि हामीले दिएका छौँ र हामीले एउटा थोरै भने सुविधाहरू लिइरहेका छौँ। आमेन, आमेन। त हामी तयार छौँ आर्थिक रूपमा परमेश्वरलाई पहिलो प्राथमिकता दिन, पहिलो स्थान दिन। हामीले हेरेको पहिलो कुरामध्ये फाइनान्स, परमेश्वर हाम्रो हरेक आर्थिक कारोबारमा पहिलो स्थानमा हुनुपर्छ। तपाईँ र मैले हेरेको पहिलो कुरा एउटा चाखलाग्दो कथा हो, स्टोरी। एकजना मान्छे यात्रा गर्ने क्रममा एयरपोर्टमा पुगेछ। अनि एयरपोर्टमा बोर्डिङ पासहरू सबै लियो। बोर्डिङ पासहरू लिएर प्लेन चढ्न त कुर्नु पर्ने हुन्छ। उसलाई भोक लागेछ। हामी कतिजनालाई भोक लाग्छ? भोक नलाग्ने कोही छ त? कोही पनि छैन। तर तपाईँ र म चाहिँ परमेश्वर भोकाएर आएका छौँ यहाँ। आमेन। उहाँको वचनबाट, उहाँको उपस्थितिमा रमाड गर्नलाई। भोक लागेछ भने उसले गएछ, होइन म जान्छु कफी सपमा जान्छु, कफी किन्छु। अनि कफी पिउँदै प्लेन नचढुन्जेलसम्म आराम गर्छु भनेर कफी सपमा गएछ, कफी लिएछ। अनि त्यो दिन चाहिँ कस्तो एउटा दिन परेछ भने सबै हामी कतिजना थाहा छ दुनोट? कतिजनालाई मनपर्छ दुनोट? मलाई मेरो पनि एकदम मनपर्ने थियो। पैसा नहुँदाखेरिको जमानामा, पैसा नपाउँदाखेरि त्यो पसलमा दुनोट देख्दै मगमग बाहना आउँथ्यो, किनेर खान पाए नि कस्तो हुन्थ्यो भन्ने लाग्थ्यो। अनि त्यो चाहिँ एउटा दुनोट मात्रै बेच्ने दिन परेछ अरे। अनि उसले पसल कफीको साथसाथमा एक प्याकेट दुनोट पनि किनेछ अरे। त्यो एक प्याकेटमा 10 वटा हुन्थ्यो। अनि यसो किनिसकेपछि बसेर त खानु पर्यो। अगाडि फर्केर हेरेको सबै टेबलहरू भरि छ, बस्ने ठाउँ कहीँ पनि छैन। अनि यसो कुनामा हेरेको एकजना मात्रै एक छेउमा बसिरहेको छ। म त्यहीँ गएर बस्छु अनि कफी पिउँदै आराम गर्छु भनेर त्यो छेउमा गएर बसेछ अरे। आफ्नो ब्याग बिसाएछ अनि छेउमा कफी कप टेबलमा राखेर एक सिप कफी पिएर एउटा दुनोट बक्सबाट दुनोट निकालेर खाँदै पत्रिका पढ्न थालेछ। अनि त्यसै क्रममा उसको छेउमा बस्ने त्यो मान्छेले पनि त्यो बक्सबाट दुनोट निकालेर खाएछ। कतिजनालाई रिस उठ्छ होला? हामी कतिजना रिसाउँछौँ? हाम्रो काम गर्दै गरेको, खाँदै गरेको ठाउँमा कसैले निकालेर सोध्दै नसोधै निकालेर हामी सबैले रिस उठ्छ कि उठ्दैन? उसलाई पनि रिस उठ्यो, यो के हुँदैछ मसँग? रिस उठ्यो। कराउँ भएन एयरपोर्टमा, कराएर केही भने के अरू ठुलो हल्लाखल्ला हुनसक्छ, उसले केही पनि भनेन रहेछ। अनि कफी पिएर फेरि पढ्न थालेछ। अनि फेरि उसले झिक्यो भनेर एउटा दुनोट झिकेर आफ्नो नजिक सारेर राखेछ बक्सलाई। अनि फेरि कफी पिउँदै पढ्न थालेछ। त्यो मान्छेले फेरि त्यो बक्स अझ लम्केर तानेर फेरि अर्को झिकेर खाएछ। त्यसको रिस कहाँ पुग्यो होला कल्पना गर्नुहोस्। उसको रिस कहाँ पुग्यो होला त्यतिखेर?
हामी सोच्न पनि सक्दैनौँ। हामी सबैलाई हुन्छ, यदि हामीले कुनै कुरा गर्दाखेरि हाम्रोबाट कसैले झिकिदियो भने हामी सबैले ईश्वरतर्फले गनगन गर्दै उसको जाने समय आएछ त्यति नै खेर अनि उठेर आफ्नो ब्याग बोकेछ। उसले आफ्नो ब्याग उठायो, ब्याग उठाएर हिँड्दै गर्दाखेरि त उसले किनेको त्यो दुनुटको बक्स त कहाँ रहेछ, उसको झोला माथि पो रहेछ। उसले आफैले चाहिँ के गरिरहेछ, जसले चोरदोष लगाइरहेको थियो उसको बक्सबाट चाहिँ उसले दुनुट खाइरहेको रहेछ। बिचरा जो चोर भनेर उसले सोच्यो, उसले चाहिँ के गरिरहेको थियो, आफ्नो भाग अर्कोलाई बाँडिरहेको थियो। यो मैले किन भने भन्दाखेरि तपाईहरुको बीचमा हामीलाई अरूलाई दोस्याउन सजिलो हुन्छ, तर अरूको कुरा थाहा गर्नलाई गाह्रो हुन्छ। उसले के गरेको थियो, दोस्याइरहेको थियो। तर सोचौँ भनेदेखि त सबै त कसको हो, परमेश्वरको हो नि। तर बिचरा उसले के गरेको थियो, उसले मुस्कुराउँदै बाँडी, उसले केही पनि भनेन। जसको खाइरहेको थियो उसले रिस पनि गरेको छैन, ऊ त के त मुस्कुराउँदै आफ्नो बक्सबाट झिकेर खाइरहेको थियो। जुन खाने मान्छे थियो ऊ चाहिँ रिसाइरहेको थियो। हामी पनि त्यस्तै छौँ। हामीलाई हुँदाखेरि हामी के त रमाट गर्छौँ, तर हाम्रोबाट कसैले हामीलाई रिस उठ्छ। कसैले हामीलाई मागिदियो भने हामी रिस उठ्छ कि उठ्दैन? तर सबै कुरा तपाईँ र मैले के थाहा गर्नु छ, सबै कुरा परमेश्वरको हो। एक दिन तपाईँ र मैले लाने केही पनि छैन, छ त छैन। हामी जस्तो आयौँ त्यस्तै हामी जान्छौँ। तर त्यो जानुभन्दा अगाडि तपाईँ र मैले बुझ्न पर्ने एउटा कुरा चाहिँ के छ भनेदेखि, जति पनि कुरा हामी यहाँ बाँड्छौँ नि, तपाईँ र मैले चाहिँ त्यहाँ के गरिरहेको हुन्छ, सञ्चय गरिरहेका हुन्छौँ। त्यो चाहिँ कसरी? खाँचोमा परेकाहरूलाई दिएर, आवश्यकतामा परेकालाई दिएर। त्यो चाहिँ सबै कुरा अब कहाँबाट हुन्छ? तपाईँ र मेरो आर्थिक कुराबाट हुन्छ। आर्थिक कुरा नभइकन आउँछ त दुनोट, किनकि दुनोट किन्न उसले पैसा खर्चेको थियो नि त। यदि पैसा नभए किन्न पाउँथ्यो? पाउँदैन थियो। त्यही कारण हरेक कुरा हाम्रो आर्थिक कुरामा तपाईँ र म पहिलो प्राथमिकता दिन्छौँ, यो जानेर कि सबै कुरा चाहिँ उहाँकै हो र उहाँकै महिमाको निम्ति मैले के गर्नुपर्छ, चलाउनुपर्छ भनिकन। आमेन, आमेन। त अगाडि अर्कोबाट खाँदै गर्दाखेरि रिस नगर्ने हुनु, धन्यवाद भनौँ। धन्यवादीको जीवन जिउँ तपाईँ र म। अरूकोबाट लिँदै गर्दाखेरि हामी दोस्रो कुरा हामी हेर्नेछौँ, FIRST। फर्स्टमा दोस्रो अक्षर के होला? आई। आईको मतलब इन्ट्रेस्ट, रुचि। हामी कतिजनालाई रुचि राख्छौँ? हामी धेरै कुरा गर्ने रुचि राख्छौँ, राख्दैनौँ? राख्छौँ। कतिलाई म धनी बन्न पाए हुन्थ्यो भन्ने रुचि हुन्छ, कतिलाई म राम्री अथवा ह्यान्डसम हुन पाए भन्ने रुचि हुन्छ, कतिलाई मेकअप टन्न लाउने रुचि हुन्छ, कसैलाई साधारण जीवन जिउने रुचि हुन्छ। हुन्छ कि हुँदैन? रुचिभित्र हाम्रो जीवनको क्यारियर, हाम्रो सोख भन्छ। हामीले कतिलाई आरामदायी जीवन जिउने सोख हुन्छ। हुन्छ कि हुँदैन? हामी कतिलाई एउटा राम्रो बङ्गला भइदिएदेखि म यस्तो आनन्दको जीवन जिउँथेँ भन्ने सोख हुन्छ, छ कि छैन? त्यही भएर हामीले के त मेहनत गरिरहेका छौँ। अघि हामी बाटोमा आउँदाखेरि हामी दाजुभाइ कुरा त्यस्तै भएर, घरमा सबैलाई हाम्रो काठमाडौँमा घर होस्, सबैको चाह हुन्छ। त्यो के हो? एउटा रुचि, इन्ट्रेस्ट। इन्ट्रेस्ट भने फेरि तपाईँ र मैले कमाउने ब्याज होइन है, त्यतातर्फ नजानुहोस्। त्योतर्फ के त आर्थिक कुरामा हामीले हेरिसक्यौँ, त्यो चाहिँ आर्थिक कुरामा पर्ने हो। इन्ट्रेस्ट हामी सबैलाई हरेक कुराको रुचि हुन्छ, तर त्यसमा तपाईँ र मैले राख्ने रुचिमा परमेश्वर कहाँ हुनुहुन्छ, त्यो तपाईँ र मैले बुझ्नुपर्छ। परमेश्वर कहाँ हुनुहुन्छ त्यो तपाईँ र मैले बुझ्नु पर्दछ। हामी धेरै कुरा भन्न सक्छौँ। जब मानिसले के गर्न चाहन्छ भने उनीहरूले साह्रै उत्साहित हुन्छन्। कतिले खेलाडी मतलब एउटा खेल खेल्ने खेलाडीहरू बन्ने इच्छा होला। कतिलाई आजको जमानामा सोच्यो भने के एउटा टिकटक मास्टर भन्छन्, टिकटक मास्टर बन्ने इच्छा होला कि नहोला भन्नुहोस् त? छ धेरैलाई। हामी वरिपरि हेरौँ, कतिजना जाने पनि नजाने पनि नाचिरहेका हुन्छन्। बिचरा त्यो नाच, त्यो डान्स के भन्ने थाहा पनि छैन। गाना कसरी गाउने त्यो पनि थाहा हुन्थ्यो। अर्कोले गाना गामा त्यो के त ओठ चलाइरहेको पनि हुन्छन्। हरेकलाई आफ्नो आफ्नो रुचि छ कि छैन? छ।
हाम्रो रुचि चाहिँ के त? हाम्रो रुचि परमेश्वरको महिमामा नाच्ने। आमेन आमेन। तयार छौ परमेश्वरको महिमामा नाच्न? तर जब परमेश्वरको महिमाको निम्ति नाच्नुहुन्छ तपाईँले ख्याति चाहिँ पाउनुहुन्न है। कसैले लाइक गर्छ? गर्दैन। तपाईँ त्यहाँ एउटा टिकटकमा बाहिर गएर कुनै भिडियोमा नाचेर हेर्नुहोस्, तपाईँको धेरै साथीहरू बन्छन्, धेरै फलोवर बन्छन्, धेरैले लाइक गर्छन्। गर्छन् कि गर्दैनन्? गर्छन्। तर परमेश्वरको महिमा नि कतै नाचेर हालिदिनुहोस्, कसैले यो त पागल भएछ भन्छ। तर त्यो सबै के भित्र पर्छन्? रुचिभित्र पर्छन्। त्यो चाहिँ तपाईँ र मेरो के रुचिभित्र पर्दछ। त्यही कारण तपाईँ र मैले विचार गर्नुपर्छ, मेरो रुचिमा केलाई मैले पहिलो प्राथमिकता दिइरहेको छु। मेरो परमेश्वर हुनुहुन्छ मेरो रुचिमा, मैले गर्ने दैनिक कार्यहरूमा, मेरो हरेक सोचहरूमा, मेरो विचारहरूमा परमेश्वर पहिलो स्थान हुनुहुन्छ कि मैले संसारका अरू कुनै कुरालाई दिइरहेको छु? संसारको कुनै अरू कुरालाई दिइरहेको छु? त्यो तपाईँ र मैले सोच्नु पर्दछ। यहाँ कसैले यसरी लेखेका रहेछन्, हामी विश्वासीले भन्नुपर्ने चाहिँ यो हो कि संसारसँग नारिएर येशू ख्रीष्टले मेरो न्याय गर्नुभन्दा येशू ख्रीष्टमा रहेर संसारले न्याय गरेको म राम्रो ठान्दछु। म फेरि पढ्छु। यहाँ कसैले यसरी भनेका रहेछन्, त्यो चाहिँ त्यो सबै संसारको कुरामा जिउँदै गर्दाखेरि हामी विश्वासीले भन्नुपर्ने चाहिँ यस्तो रहेछ कि संसारसँग नारिएर अथवा संसारसँग मिसिएर ख्रीष्ट प्रभुले मलाई उनीहरूको बीचमा न्याय गर्नुभन्दा बरु ख्रीष्ट प्रभुसँग रहेर ख्रीष्टलाई पहिलो प्राथमिकताको जीवन जिएर ख्रीष्टमा केन्द्रित जीवन जिउँदै गर्दाखेरि मलाई संसारले परमेश्वरमा छ यो भनेर न्याय गरेको त्यो म बेटर ठान्दछु भनेर कसरी यसरी भने। तपाईँ र मैले भन्नुपर्ने चाहिँ त्यही हो। आज के त हामी हाम्रो रुचिहरूलाई पहिलो प्राथमिकता दिइरहन्छौँ भनेदेखि के गरिरहेका छौँ? संसार र तपाईँ र ममा के फरक पर्यो? केही फरक पर्यो? परेन। ऊ जस्तो छ तपाईँ र म पनि त्यस्तै छ। उसले जे गरिरहेको छ हामी पनि त्यही गरिरहेको छौँ। के चाहिँ नयाँ भयो त? हामी भन्छौँ हामी नयाँ सृष्टि गरेकाहरू। के चाहिँ नयाँ भयो त? जुन एउटा मानसिकता हामीले ख्रीष्टलाई पाउनुभन्दा अगाडि थियो त्यसलाई नै हामी के गरिरहेछौँ? क्यारी गरिरहेका छौँ। हाम्रो रुचि बदलेकै छैन। जुन ठाउँमा विश्वासी भएपछि नजा भनेको ठाउँ त्यही ठाउँमा गइरहेकै छौँ। नखा भनेको ठाउँ त्यो खाइरहेकै छौँ। नपिउ भनेको त्यो पिइरहेकै छौँ। के चाहिँ नयाँ भयो त? तर त्यो सबै कुरा गर्दै गर्दाखेरि तपाईँ र मेरो रुचिमा परमेश्वर पहिलो प्राथमिकता हुनु अति नै आवश्यकता छ। तपाईँ र मेरो जीवनमा पहिलो प्राथमिकता हुनु अति नै आवश्यकता छ। त्यही कारण त परमेश्वरले भन्नुभयो, ख्रीष्टले भन्नुभयो, तर पहिले उहाँको राज्य र उहाँको धार्मिकताको खोजी गर, यी सबै थोक तिमीहरूका निम्ति थपिनेछन्। आमेन। मत्तीको पुस्तक 6 अध्यायको 33 पदमा, मत्तीको पुस्तक 6 अध्यायको 33 पदले त्यही भन्दछ कि पहिले परमेश्वरको राज्य र धार्मिकताको खोजी गर, अनि त्यहाँ हाम्रा सबै रुचि, हामीले तपाईँ र मैले इच्छा राखेका जति पनि कुराहरू छन् त्यो चाहिँ थपिदिने को हुनुहुन्छ? परमेश्वर हुनुहुन्छ। अझ पावलले त यसरी भनेका छन्, पहिलो कोरिन्थीको पुस्तक 10 अध्यायको 31 पदमा, यसकारण चाहे तिमीहरू खाओ अथवा पियो वा तिमीहरू जेसुकै गर, सबै परमेश्वरका महिमाको निम्ति गर। मतलब हाम्रा सबै रुचिहरूमा, हाम्रा सबै इन्ट्रेस्टहरूमा, सबै कुरामा परमेश्वरको महिमाको निम्ति गर। आमेन। हामी खाउँ पिउँ रमाइलो गरौँ, अघि भने टिकटकमा नाचौँ, जेसुकै गरौँ, त्यसबाट केवल कसको महिमा होस्? परमेश्वरको महिमा होस्। आमेन। त्यसको निम्ति तपाईँ र मलाई परमेश्वरले अलग गर्नुभएको, किनकि उहाँलाई हाम्रो हरेक कुरामा पहिलो प्राथमिकता दिन सकौँ भनेर, पहिलो प्राथमिकता दिन सकौँ भनेर। यसै कारण जति पनि हाम्रा इच्छाहरू छन् परमेश्वरको महिमाको लागि उहाँको कृतज्ञताका साथ परमेश्वरलाई पहिलो स्थान दिनु तपाईँ र मैले अति नै महत्त्वपूर्ण छ। हाम्रो हरेक इच्छाहरूमा, हरेक हाम्रो रुचिहरूमा परमेश्वर पहिलो प्राथमिकता हुनु अति नै महत्त्वपूर्ण छ। आमेन। पहिलो हामीले हेऱ्यौँ आर्थिक कारोबारमा परमेश्वरलाई पहिलो प्राथमिकता, दोस्रो हेऱ्यौँ हाम्रो रुचिहरूमा त इन्ट्रेस्टमा परमेश्वरलाई पहिलो प्राथमिकता, तेस्रो अक्षर के होला? किनकि म अहिले धेरै कुरा तपाईँहरूलाई बताइन सरस्वती जान चाहेँ, किनकि सक्नुपर्छ, हाम्रो समय थोरै भएको कारण
त्यसको अक्षर के होला भन्नुहोस् त? FIRST फर्स्टमा आर। अब आरले के जनाउँछ होला? कल्पना गर्नुहोस् त, के जनाउँछ होला आरले? धेरै कुराहरू छन्। आरले रिलेसन, सम्बन्ध। तपाईँ र मेरो सम्बन्ध परमेश्वरसँग कस्तो छ त? सम्बन्ध, रिलेसन, सम्बन्ध कस्तो छ? परमेश्वरसँग सबैभन्दा पहिला तपाईँ र मेरो सम्बन्ध कस्तो छ? त्यसपछि आफ्नो परिवारसँग तपाईँ र मेरो सम्बन्ध कस्तो छ? हाम्रो साथीभाइसँग जिउँदै गर्दाखेरि तपाईँ र मेरो सम्बन्ध कस्तो छ? साथीभाइहरूसँग सम्बन्ध बढाउँदै गर्दाखेरि तपाईँ र मेरो बोली वचन कस्तो छ? मण्डली परिवारसँग तपाईँ र मेरो सम्बन्ध कस्तो छ? अगुवाजनहरूसँग तपाईँ र मेरो सम्बन्ध कस्तो छ? काम गर्ने ठाउँमा काम गर्ने कुलिकहरूसँग तपाईँ र मेरो सम्बन्ध कस्तो छ? सबै कुरा त्यहाँबाट सुरु हुन्छ। तर त्यो सबै कुरामा तपाईँ र मेरो पहिलो प्राथमिकता परमेश्वर हुनुहुन्छ भनेदेखि तपाईँ र मेरो सम्बन्धमा हरेक कुराबाट परमेश्वरले नै तपाईँ र मलाई के गर्नुभएको हुन्छ? बचाइरहनु भएको हुन्छ। एउटा राम्रो घटना गएको हप्ता हाम्रो विशाल भाइले पनि राख्नु भएको थियो। त्यही घटना दानियलको पुस्तक 3 अध्यायमा हामी हेर्नेछौँ। दानियलको पुस्तक 3 अध्यायको 13 देखि 26 पदसम्म तपाईँले चाहिँ घरमा गएर पढ्नुहोस्। दानियलको पुस्तक 3 अध्यायको 13 देखि 26मा त्यहाँ एउटा घटना घटेको पाउँदछौँ। राजा नबुकदनेस्सरले एउटा उर्दी लगाउँछन्, एउटा ठुलो मूर्ति बनाउँछन् र मूर्ति बनाएपछि एउटा उर्दी लगाउँछन्। एउटा त्यो जति पनि वाद्यवादकहरू बजेपछि सबैजना चाहिँ त्यसको अगाडि घोप्टो परेर के गर्नुपर्छ? दण्डवत गर्नुपर्छ। तर त्यहाँ 3 जना व्यक्तिहरू छन्। के होला नाम? भन्नुहोस् त, दिदीबहिनीहरूले मात्रै भन्नुहोस् त 3टा नाम। 3 जना मात्रै गराउनु भयो त। एकपल्ट भन्नुहोस् त। सद्रक, मेशक, अबेदनगो। बोल्नु भएन त कोही पनि? दाजुभाइहरूले भन्नुहोस् त। तपाईँले चाहिँ अघि भनिसक्यो कपी गर्नुभयो, धन्यवाद। त्यहाँ 3 जना व्यक्तिहरू मात्रै थिए जसले के भने, यदि हामीले जीवन मृत्यु नै हामी जान परे तापनि हामी त्यो मूर्तिको सामने चाहिँ झुक्ने छैनौँ। यहाँ के पाउँछौँ? सम्बन्ध, परमेश्वरसँगको रिलेसन कति बलियो थियो उनीहरूको। हेर्नुहोस्, चाहे हामीले पुज्ने परमेश्वरले हामीलाई बचाउन् नबचाउन्, हामी त्यो आगोको भट्टीमा गएर मर्नु नै परे तापनि तपाईले बनाउनु भएको मूर्तिको सामने हामी झुक्ने छैनौँ। हामी के गरिरहेका छौँ? आज हामी संसारको उसमा झुकिरहेका छौँ। छौँ कि छैनौँ? छौँ। संसारको कुराहरूमा हामी झुकिरहेका छौँ। हामी त्यससँग के गरिरहेका छौँ? त्यसलाई बाँडचुँड गरिरहेका छौँ। त्यसको चाहिँ हामी के त सट्टाबाजी हामी गरिरहेका छौँ र त्यसको हामी झुकिरहेका छौँ। हामी तयार छैनौँ कि यो यदि मलाई होस् नहोस्, मेरो परमेश्वरलाई जुन सम्बन्ध मेरो परमेश्वरसँग छ, जसले परमेश्वरले आफ्नो पुत्र ख्रीष्ट मलाई दिइकन जुन सम्बन्ध उहाँले मसँग बनाउनु भएको छ, त्यो सम्बन्धलाई म बिग्रन दिन्न, तोड्न दिन्न भनेर आज हामी त्यसमा प्रतिज्ञामा अडिन सकेका छैनौँ। तर सद्रक र मेशक अबेदनगोलाई हेर्नुहोस्, उनीहरूले हामी त्यो मृत्युमा जानै परे तापनि तपाईँले बनाउनु भएको मूर्तिको सामने हामी झुक्ने छैनौँ। पहिलो प्राथमिकता रिलेसन, उनीहरूको सम्बन्ध परमेश्वर बोल्यो। थाहा थियो उनीहरूलाई पुज्दै आएको यहोवे परमेश्वरलाई, उनीहरूलाई थाहा थियो हाम्रो परमेश्वरले हामीलाई के त बचाउनुहुन्छ। तर उनीहरू भन्छन् हाम्रो परमेश्वरले नबचाए तापनि त्यो त बनाएको मूर्तिको सामने चाहिँ हामी झुक्ने छैनौँ। आमेन। यसै कारण यहाँ सद्रक मेशक अबेदनगोले भने जस्तै तपाईँ र मैले पनि कुनै कुरासँग झुक्नु हुँदैन, किनकि हामीले थाहा गर्नुपर्छ कि मेरो जीवनमा मेरो परमेश्वरसँगको सम्बन्ध चाहिँ के छ? सबैभन्दा पहिलो छ। आमेन। यदि तपाईँ र मेरो सम्बन्ध परमप्रभु परमेश्वरसँग प्रथम रहन्छ नि,
तपाईँ र मलाई उहाँले नै हरेक क्षेत्रमा बचाउनुहुन्छ। त्यस्तै घटना हामी प्रेरितको पुस्तकमा पाउँछौँ 5 अध्यायको 29 पदमा पत्रुस र प्रेरितहरूले भने हामीले मानिसहरूको होइन तर परमेश्वरको आज्ञा पालना गर्नै पर्दछ। त्यो बुझ्नको लागि तपाईँहरूले घरमा गएर पढ्नुहोस् त्यो 5 अध्याय, तपाईँहरूले राम्रोसँग बुझ्नुहुन्छ किन उनीहरूले त्यो भने भन्दाखेरि उनीहरूलाई एउटा महासभाको सामने खडा गरिएको थियो अनि भनेको थियो हामीले तिमीहरूलाई यो नाउँमा अब उसो प्रचार नगर्नु भनेको किन प्रचार गर्दैछौ भनेर भन्दाखेरि उनीहरू भन्छन् तर पत्रुस र प्रेरितहरू भने हामीले मानिसको होइन तर परमेश्वरको आज्ञा पालना गर्नै पर्छ। उनीहरूलाई थाहा थियो उनीहरूको सम्बन्ध चाहिँ परमेश्वरसँग बलियो छ, किनकि उनीहरूले पहिलो प्राथमिकता सम्बन्धमा पहिलो प्राथमिकता परमेश्वरलाई दिएका थिए। त्यही कारण हामी मानिसको होइन तर हामी परमेश्वरको कुरा नै सुन्छौँ र परमेश्वरलाई नै हामी के गर्छौँ पहिलो प्राथमिकता दिन्छौँ। आमेन। त्यसै कारण तपाईँ र मैले पनि हाम्रो सम्बन्धमा पहिलो प्राथमिकता परमेश्वरलाई दियौँ भनेदेखि तपाईँ र मेरो परिवारमा पनि त्यसरी नै परमेश्वरले के त एउटा बलियो सम्बन्ध बनाउनुहुन्छ। हाम्रो मण्डलीमा अनि आफ्नो साथीभाइसँग हरेक क्षेत्रमा जुन हामी परमेश्वरमा बलियो सम्बन्ध भएको चाहन्छौँ त्यो क्षेत्रमा परमेश्वरलाई हामी स्थान दियौँ भनेदेखि के हुन्छ त्यसै नै तपाईँ र मलाई पनि परमेश्वरले नै हरेक आउने कुराहरूबाट जोगाएर असल आशिषित जीवन जिउन उहाँले नै अनुग्रह गर्नुहुन्छ। आमेन। 4वटा कुरा हेऱ्यौँ हामीले। फर्स्ट फाइनान्स, सेकेन्ड इन्ट्रेस्ट, थर्ड रिलेसन हो रिलेसन अनि चौथो के हो चौथो के हो FIRS। एस को मतलब के होला एस को बारेमा हेरेको छैनौँ, आर को रिलेसन हेऱ्यौँ, चौथो एस। एस को मतलब स्केड्युल। स्केड्युल मतलब हाम्रो तालिका, हाम्रो जीवन हामीले दैनिक तालिका बनाउँछौँ कि बनाउँदैनौँ? बिहान उठेर कतिजनाले उठ्नासाथ प्रार्थना गर्नुहुन्छ? हात उठाउनुहोस् त। फेरि मैले तपाईँहरूलाई के अरे जज गरेँ भनेर नभन्नुहोस् है। हाम्रो दिनचर्या कहाँबाट सुरु हुनुपर्छ? परमेश्वरलाई पहिलो प्राथमिकता दिएर सुरु हुनुपर्छ। हाम्रो स्केड्युल त्यो जीवन दैनिक तालिका बनाउँदै गर्दाखेरि पहिलो प्राथमिकता परमेश्वर, त्यसपछि हाम्रो यहाँ के हुन्छ खाजा होला, त्यसपछि काम होला, त्यसपछि कुनै साथीभाइलाई भेट्नु होला, त्यसपछि खाना बनाउनु पर्ने होला। त्यो हरेक कुराहरू पहिला सुरुबाट के हुन्छ परमेश्वरबाट सुरु हुनु पर्यो। आमेन। प्रथम हाम्रो रुचिमा हाम्रो दैनिक तालिकामा परमेश्वर पहिलो हुनु अति नै। तर हामी के छौँ यो अति नै व्यस्त संसारमा व्यस्त जीवन जिरहँदाखेरि जब कुनै एक्स्ट्रा काम गर्ने कुरा आउँछ त्यतिखेर हामीलाई समय हुँदैन। हामी के भन्छौँ समय छैन। कतिपटक हामी के भन्छौँ परिवारसँग बोल्ने पनि समय छैन, काममा व्यस्त छु। कतिपटक हामी के भन्छ मलाई खाना खाने फुर्सद पनि छैन। परमेश्वरले 24 घण्टा दिनुभएको छ नि, छैन भन्नुहोस् त? छ। तर एउटा कुरा तपाईँ सधैँ भन्ने सोसियल मिडियाभित्र जानुहोस्, तपाईँ त्यहाँ घन्टा समय बितेको त मतलब थाहै हुँदैन। 5 मिनट म हेर्छु भन्यो भने 2 घन्टा बितिसकेको हुन्छ। त्यो समय त आयो त फेरि। अनि खाना खाने फुर्सद पनि छैन, खाजा खाने फुर्सद पनि छैन, वचन पढ्ने फुर्सद पनि छैन, पाइला के त प्रार्थना गर्ने समय पनि छैन। अनि कसलाई माग्न जाने त्यो समय? हामी सबैले 1 सेकेन्डको मतलब छ, 1 सेकेन्डको महत्त्व छ। तपाईँले अहिले बोलेको 1 सेकेन्ड अहिले एकछिनपछि म खोजेर पाउँछु? पाउँदैनौँ। त्यही कारण हाम्रो हरेक स्केड्युलमा हाम्रो दैनिक तालिकामा सबैभन्दा पहिलो प्राथमिकतामा परमेश्वर हुनु अति आवश्यक छ। यदि हामी उहाँलाई पहिलो प्राथमिकता दिन्छौँ भनेदेखि तपाईँ र मेरो दिन तपाईँ र मैले सोचेको भन्दा पनि अरू बेटर हुनेछ। आमेन। अरू बेटर हुनेछ। हामी के हुन्छौँ बिहान उठ्दा निराश भएर आज पनि काममा जान पर्ने भयो, कुन चाहिँ बोसले कुन कुरा मलाई गनगनाउने हो, कुन मान्छेसँग कस्तो व्यवहार गर्नुपर्ने सोच। हेर्नुहोस् त हामी बिहानैबाट आफैले बिगार्यौँ कि
हो कि भन्नुहोस् त, आफैले बिगार्यो। तर परमेश्वर धन्यवाद, तपाईँले मलाई अर्को एक दिन तपाईँको महिमाको निम्ति दिनुभयो। धन्यवाद, तपाईँले मेरो आजको दिन चाहिँ मैले सोचेको भन्दा असल बनाउनु हुनेछ। सुरु गर्नुहोस् त, तपाईँले सोचेको भन्दा असल दिनुहुन्छ। किनकि मैले त कतिपल्ट म आफै अनुभव गर्छु, काममा जाँदै गर्दाखेरि बिहान प्रभु तपाईँको हातमा छ, तर काममा गएपछि यति प्रेसर हुन्छ कतिपल्ट, किनकि कस्टमरलाई चित्त बुझाउन सक्नु पर्यो। नबुझ्दाखेरि के भन्छ, एउटा रिसाउँदैन भन्ने मान्छे रिस आइहाल्छ। होइन म चाहिँ परमेश्वरको जन हो, मैले त्यो गर्नु हुँदैन भन्ने सोच्दाखेरि भित्र आइरहेको हुन्छ। अनि कतिपल्ट के हुन्छ, म काम गर्दै गर्दै जब त्यो तनाव बढ्दैछ म गाउन थाल्छु। अनि फिलिपिनी केटीहरू छन्, यस यो त्यो त सधैँ त जिउँदै रहन्छस् हो, म मरौँ त, किनकि त्यो चाहिँ तपाईँ र मैले सुरु गर्ने हो। यदि म कामको प्रेसर आयो, मेरो कुरा के त मैले चित्त बुझाउन सकिनँ, अथवा मलाई के त अरू मैले काम गर्न सकिनँ भनेर गनगन गर्न थाल्यो भने के त त्यसले तनावमाथि तनाव, एक दिन तपाईँ आफै बिराम्रो काममा जानै सक्नुहुन्न। तर जुन कुरा तपाईँले शान्तिमा सुरु गर्नुहोस्, जतिसुकै प्रेसर जस्तोसुकै होस् न, तपाईँको दिन आशिषमय दिन हुन्छ। आमेन। त्यसै कारण हाम्रो रुचि, माफ गर्नुहोस्, हाम्रो दैनिकी तालिकामा परमेश्वरलाई पहिलो प्राथमिकता दिनुहोस्। उठ्न साथ परमेश्वर तपाईँलाई धन्यवाद, तपाईँले मलाई अर्को एउटा जीवन थपेर अर्को महिमा तपाईँलाई के त तपाईँसँग रहन मलाई सहायता गर्नुभएको छ। त्यसै कारण हाम्रो दैनिकी तालिकामा परमेश्वर पहिलो प्राथमिकतामा रहनु अति नै आवश्यकता छ। बेनिनले यसरी लेखेछन्, उनले सधैँ भन्थे बिहान उठ्न साथ के भन्थे, गुड मर्निङ होली स्पिरिट, गुड मर्निङ होली स्पिरिट। जोसी होस् कि नहोस्, अरूलाई गुड मर्निङ भन्दा पहिला पवित्र आत्मालाई गुड मर्निङ भन्नुहोस्, अनि अगाडि तपाईँको गुड मर्निङ त असल अझ गुड डे नै बनाइदिनुहुन्छ परमेश्वरले। आमेन। गुड डे नै बनाइदिनुहुन्छ। त तयार छौँ परमेश्वरलाई हरेक क्षेत्रमा पहिलो प्राथमिकता दिन। यसै कारण यसमा चाहिँ तपाईँ र ममा पूर्ण विश्वास चाहिँ हुनैपर्छ। सबैले जाडो भयो क्या हो, पूर्ण विश्वास चाहिँ हुनैपर्छ। यहाँ कसैले भनेका छन् त्यसमा तपाईँ र म पूर्ण विश्वास हुनुपर्छ। त्यसै कारण तपाईँ र मैले, यहाँ कसैले यसरी भनेका रहेछन्, मैले अरू कुरा तपाईँलाई जोड्न चाहेको थिएँ, समयको बाबत जोड्न चाहेन, तर कसैले यसरी भनेको, आंशिक विश्वासयोग्यता बिल्कुल पनि विश्वासयोग्य होइन अरे। हामी के गर्छौँ, हामी थोरै विश्वासमा जिउँछौँ, तर त्यो चाहिँ के त अविश्वास नै हो। तर तपाईँ र मैले दाउद राजाले भने जस्तै दिन रात म निरन्तर के गर्छु, परम प्रभु परमेश्वरमा के गर्छु, प्रार्थना गर्छु। भजन सङ्ग्रहको पुस्तक 55 अध्यायको 4 र 5 पदमा यसरी लेखेको छ। भजन सङ्ग्रहको पुस्तक 55 को 4 र 5 मा, तर म त परमेश्वरलाई पुकार्छु र परम प्रभुले मलाई बचाउनुहुन्छ। बिहान बेलुकी र दिउँसो म दुःखमा उहाँलाई पुकार्छु र मेरो स्वर उहाँले सुन्नुहुन्छ। हेर्नुहोस् है, बिहान पनि बेलुकी पनि र दिउँसो पनि तपाईँ र मैले पुकार्ने चाहिँ को रहेछ नि त, परम प्रभु परमेश्वर हुनुहुँदो रहेछ। त्यसै कारण हाम्रो हाम्रो दिनको दिनचर्या सुरु गर्दाखेरि तपाईँ र मेरो दिनको तालिकामा सबैभन्दा सर्वप्रथम पहिलो स्थान चाहिँ परमेश्वर हुनु अति आवश्यक छ। अन्तिम शब्द हो टी। टीको मतलब ट्रबल, समस्या। हामी कतिजना समस्यामा परेका छैनौँ? कोही समस्यामा नपर्नु भएको हुनुहुन्छ कि हुनुहुन्न? समस्या नपरेको कोही पनि छैन होला, समस्या भएर नगएको कोही पनि छैन होला। हामीलाई कुनै न कुनै समस्या परे नै आज तपाईँ र म यो ठाउँमा छौँ। तर समस्या हामी हरेकलाई हुन्छ, समस्या हामी हरेकलाई पर्दछ। तर वचनले के भन्छ, ख्रिस्टले तपाईँ र मलाई चाहिँ के भन्नुहुन्छ, म कहाँ आऊ भनिकन बोलाउनुहुन्छ। तर समस्यामा नि प्रभु यो समस्याले मलाई बाहिर उम्कनै दिएन भन्नुभन्दा परमेश्वर धन्यवाद, तपाईँले मलाई यो भएर पनि जान दिनुभएको लागि। आमेन। यो भएर पनि जान दिनुभएको लागि। म वचनको पद मात्रै पढ्छु।
समस्यामा तपाईँ र मैले खोज्ने चाहिँ को हुनुहुन्छ? परमेश्वर नै हुन्छ। किनकि उहाँले भन्नुभएको छ मत्तीको पुस्तक 11 अध्यायको 28 र 29 हे 28, 29 र 30 हे सबै थाकेका र बोझले दबेका हो, म कहाँ हो, म तिमीहरूलाई विश्राम दिनेछु। मेरो जुवा आफूमाथि ल्याऊ र मसँग सिक, किनभने म विनम्र र कोमल हृदयको छु अनि तिमीहरूले आफ्ना आत्मामा विश्राम पाउनेछौ। आमेन। तपाईँ र मलाई त्यो सबै समस्याहरूबाट समाधान गरेर तपाईँ र मलाई विश्राम दिनुहुने चाहिँ को हुनुहुन्छ? परमेश्वर हुनुहुन्छ। त्यही कारण तपाईँ र मैले हाम्रो सबै समस्यामा, हाम्रो ट्रबलमा पनि उहाँलाई पहिलो प्राथमिकता दिनु अति नै महत्त्वपूर्ण छ। किनकि मेरो जुवा सजिलो छ र मेरो भारी हलुको छ। आमेन। यो चाहिँ ख्रिस्टले तपाईँ र मलाई भन्नुभएको, ख्रिस्टले तपाईँ र मलाई भन्नुभएको। समस्या आयो, हो रोग बिमार आयो, अभावमा पर्यो, त्यसलाई पहिलो प्राथमिकता दिन होइन, तर परमेश्वरलाई पहिलो प्राथमिकता दियौँ भनेदेखि, पहिलो स्थान उहाँलाई तपाईँ र म दियौँ भनेदेखि, त्यसबाट तपाईँ र मलाई विश्राम दिनुहुने र तपाईँलाई मलाई आराम गर्न दिनु चाहिँ को हुनुहुन्छ? परमेश्वर हुन्छ। तपाईँ र मैले खोज्ने चाहिँ मेरो सबै ट्रबलमा मैले मेरो शिरलाई अड्याएर आराम गर्ने स्थान चाहिँ ख्रिस्ट नै हुनुहुन्छ भनेर तपाईँ र मैले सुरु गऱ्यौँ भनेदेखि तपाईँ र मलाई त्यो सबै ट्रबलबाट के गर्नुहुन्छ? उहाँले नै बाहिर निकालेर ल्याउनु हुनेछ। आमेन। त तयार छौ परमेश्वरलाई पहिलो प्राथमिकता दिनको लागि? फर्स्ट उहाँ मेरो जीवनमा हुनको लागि, फर्स्ट फाइनान्समा, हाम्रो इन्ट्रेस्टमा, हाम्रो रिलेसनमा, हाम्रो स्केड्युलमा र हाम्रो ट्रबलमा पनि। यो सबै कुरा आज तपाईँ र मैले भोग्दै गरेको के हो? यही 5वटा कुरा होइन त? हाम्रो जीवन जिउन सबैभन्दा बढी स्ट्रगल गरेको यही 5वटा कुरा नि त। यो 5वटा कुरामा तपाईँ र मैले परमप्रभु परमेश्वरलाई पहिलो प्राथमिकता दियौँ भनेदेखि तपाईँ र मैले सोचेको भन्दा पनि त्यो अनन्त विजय जीवन चाहिँ तपाईँ र मलाई के गर्नुहुन्छ? परमेश्वरले अनुग्रह गर्नुहुनेछ। आमेन। आउनुहोस् हामी सबैजना आफ्नो स्थानमा खडा हुनेछौँ र एउटा प्रार्थना म तपाईँहरूको बिचमा राख्छु, त्यसलाई तपाईँहरूले दोहोऱ्याउनुहोस्, मलाई पछ्याउनुहोस् है त। आमेन। आमेन। हाम्रो आँखाहरूलाई बन्द गर्नेछौँ र अनि भन्नेछौँ परमेश्वरलाई, हे परमेश्वर पिता, आज हामी तपाईँको सामु सबैभन्दा माथि तपाईँ परमेश्वरलाई सम्मान गर्न चाहने हृदय लिएर आएका छौँ। तपाईँ हाम्रो राजा र परमेश्वर, तपाईँ हाम्रो जुटाउनु हुने परमेश्वर, तपाईँ हाम्रो सबैभन्दा ठुलो खजाना हुनुहुन्छ। तपाईँ परमेश्वर हाम्रो भरोसा हुनुहुन्छ। त्यसै कारण तपाईँ परमेश्वरको सट्टा तपाईँबाट अलग गराउने कुराहरूबाट हामीलाई अलग राख्नु भएको छ। प्रभु, हामीलाई पहिले तपाईँको राज्य खोज्न हामीलाई सिकाउनुहोस्। तपाईँको इच्छा, तपाईँको महिमालाई हाम्रो सर्वोच्च प्राथमिकता बनाउनुहोस्। हामीलाई सान्त्वना दिने, कुराभन्दा बढी तपाईलाई खुसी पार्ने, चाहना गर्ने हृदय दिनुहोस्। हामीलाई धार्मिकताको लागि भोकाउने, स्वर्गीय चीजहरूमा स्थिर मन लगाउने र पृथ्वीमा तपाईको उद्देश्यहरू पूरा गर्न इच्छुक हातहरू बढाउन हामीलाई अनुग्रह गर्नुभएको छ। हाम्रो जीवनमा तपाईँ परमेश्वर पहिलो प्राथमिकतामा रहनु भएको छ। प्रभु, हामी तपाईलाई धन्यवाद भन्दछौँ। धन्यवाद छ नि, धन्यवाद छ नि, धन्यवाद। परमेश्वर बाबा, तपाईलाई धन्यवाद भन्छौँ र नि महिमा दिन्छौँ। आज जसरी हामीले हेरेका छौँ प्रभु,
प्रथम तपाईँ हुनुहुन्छ, कि तपाईँभन्दा बाहेक अरू कुनै नाम छैन, तपाईँभन्दा माथि अर्को कुनै परमेश्वर छैन, अनि येशू ख्रीष्टको नामभन्दा अर्को कुनै नामै छैन प्रभु। आज हामी यही प्रार्थना गर्छौँ, जीवित परमेश्वर तपाईँमा, हो तपाईँ परमप्रभु परमेश्वरलाई हाम्रो जीवनमा, हाम्रो आर्थिक क्षेत्रमा, हाम्रो सम्बन्धको क्षेत्रमा, हाम्रो रुचिको क्षेत्रमा, हाम्रो समस्याहरूमा, हो हाम्रो दैनिकी जीवन कार्यहरूमा तपाईँ परमप्रभु परमेश्वरलाई पहिलो प्राथमिकता दिइकन जीवन जिउन, र तपाईँ परमेश्वर नै हाम्रो सबैभन्दा पहिलो परमेश्वर हुनुहुन्छ। हो तपाईँ नै सर्वशक्तिमान हुनुहुन्छ, तपाईँ नै हाम्रो जिउँदो परमेश्वर हुनुहुन्छ, तपाईँ नै मलाई निको पार्नुहुने परमेश्वर हुनुहुन्छ, तपाईँ मलाई जुटाउने परमेश्वर हुनुहुन्छ, तपाईँ मेरो यहोवा यिरे हुनुहुन्छ, तपाईँले मलाई धार्मिकता पहिराउनु भएको छ, तपाईँले मलाई आफ्नो सन्तान तुल्याउनु भएको छ भनिकन तपाईँ परमप्रभु परमेश्वरलाई हाम्रो जीवनको हरेक क्षेत्रमा पहिलो प्राथमिकता दिइकन जीवन जिउन प्रभु हामी मण्डली परिवारलाई अनुग्रहमाथि अनुग्रह गर्नुभएको तपाईँको आत्माको शक्तिमा भनिकन हामी प्रार्थना गर्छौँ र न्यासिस माग्छौँ जीवित येशू ख्रीष्टको उच्च पवित्र अनि जीवित नाममा, आमेन। आउनुहोस् हामी परमेश्वरलाई ताली बजाइकन धन्यवाद भन्नेछौँ। परमेश्वरलाई धन्यवाद होस् र अनि महिमा भएको हुन्छ। यहाँहरू बसिदिनु भएको